यस्तो बाटोमा आइपुगेका छौँ। Look at the scene. हामी बाटो ओह्रालो ओर्लिँदै फेरि चाहिँ उकालो ओह्रालो गर्दै हामी जानेछौँ। बाटो चाहिँ बगालै जाने छ ल। हेटौँडा पनि निस्किन्छ यो बाटो चाहिँ गजबको छ ल भ्यू ल। अफरोड थ्रिल राइडको लागि चाहिँ आउनलाई बेस्ट छ ल यो बाटो। हामी यो घुमखर्क भन्ने ठाउँबाट अगाडि यो हेटौँडा जाने बाटो जाँदैछौँ। सिन हेर्न सक्नुहुन्छ अगाडि। अझै योभन्दा पनि खतरनाक सिनहरू बाटोमा आउँछ भन्ने चाहिँ सुन्नमा आएको छ। यो त अझै राम्रो बाटो रे। अब अफरोड कस्तो कस्तो आउँछ हेर्दै जाउँ। गाउँ रहेछ एउटा, हेर्नु सक्नुहुन्छ तपाईँहरूले। बाटो चाहिँ पुरै अफरोडै रहेछ, राम्रो छ बाटो चाहिँ। यतिको चाहिँ राम्रै छ बाटो, हेर्नु होला। ए चेक दिस भ्यू गाइज है त ल। अलिक देखिन सक्दैन होला, गजबको छ बाटो चाहिँ। एउटा बाइक त यस्तो छ, एउटा बाइक यस्तो छ। मेरो हालत पनि देखिँदै होला है। ल अगाडि पाहाडहरू हेर्नु सक्नुहुन्छ हो, गजबको छ। गुम्बा रहेछ एउटा, बतासे डाँडा भन्दो रहेछ। उता त्यसकोपट्टिबाट हामी आएको हो बाटो, हेर्नु सक्नुहुन्छ। बाटो रमाइलो छ, यहाँ गुम्बा छ है। गुम्बाहरू भ्यू चाहिँ राम्रो छ, हेर्नु सक्नुहुन्छ तपाईँहरू। हेरौँ लाली गुराँस फुल्न थालिसकेछ। साह्रो बाटो बजार छ, राम्रो मिठो छ ल। आउँछ ल घुम्न। यस्तो छ अगाडि ठ्याक्क डाँडाहरू मजाको छ। यस्तो छ बाटो, यस्तो छ ल। अनि यहाँ चाहिँ यस्तो पनि छ है फेरि यहीँ। ल जाँदैछौँ अगाडि अगाडि। बजार तल बजार देखिरहेछ। देख्न सक्नुहुन्छ जङपुर भनेर हालेर चाहिँ कसले। गोटीखेलबाट चापागाउँ निस्किने बाटो रहेछ। काठमाडौँबाट फर्किँदैछौँ। बाटोको कन्डिसन हेर्नु सक्नुहुन्छ। कहीँ कतै अलिअलि पिच, अलिअलि पछि यस्तो यो गिर्खाहरू अलिक बढी भएको रहेछ। अलि घुम्दैछौँ, बाटो यस्तो छ। लाली गुराँसहरू चाहिँ यतातिर फल्न सुरु गरिसकेको छ। बाटो छेउमै यत्रो छ, यहाँ हजुरले देख्न सक्नुहुन्छ लाली गुराँस। यहाँ पनि गजबको रहेछ, पुरै पिङ्क हो कि रेड हो, अब डार्क रेड जस्तो त होइन, जस राम्रो रहेछ। म चाहिँ यहाँ एक्लै राइडर बाबा 1 2 3 भनेर
हिँडिरहेको छु। तर बाटो गजबको छ ल, ठाउँ चाहिँ गरौँ है त। दामी बाटो यस्तो छ बाटो, भिरको बाटोमा भैरवको बाटोमा मोटर बुढाउँदै भने जस्तै छ बाटो चाहिँ। हामी चाहिँ है अकेला चल्दिया हुने फिल्म बनाउनेहरूलाई चाहिँ यो बाटोमा आएर सुटिङ गर्दाखेरि चाहिँ भूतको सिनको सुटिङ गर्नुपर्छ। ठ्याक्कै के गर्ने नपर्ने हिसाबको रहेछ। जङ्गल जङ्गल बिच चाँडो हिँड्नुपर्ने, एकान्तमा भूतले हाउ गरेर तर्साउने हिसाबमा चाहिँ टक्क सिन किन्न मिल्ने चिज चाहिँ पहिला गरेको जस्तो चाहिँ रहेछ, तर एकदम भत्केकोवाला चिज रहेछ। हेर्नु होला है त। हामी वार्कोबाट लाकुरी भन्ज्याङको बाटो गइरहेछौँ। यहाँ चाहिँ अगाडि जोडाजोडी अलि बढी आउनु हुँदो रहेछ। दुईवटा पल्सर कान बटारिने गरी चाहिँ चलाइरहेछौँ। अब बाटो ठिकै छ कि जस्तो लाग्छ मलाई। तर योभन्दा राम्रो बाटो गराइयो अघि। त के राम्रो भन्नु र पछाडिको टायर चाहिँ नाचेर राम्रै नाचिरहेको छ। दिदीहरू चाहिँ सुँगुर मुखे जस्तो गरेर चाहिँ हिँडिरहनु भएको छ। ल अलिकति धुलो देखिन सक्छ क्यामेरामा, माइन्ड नगरिदिनु होला। धुलो उडाउनु भयो हाम्रो देखाउनु दाइले। अब हामी यहाँबाट चाहिँ ठाउँ आयो। यी गाडी आयो आज इभीमा, भोलि टिभीमा गाडी पनि आयो। अब अलि माथि गएर हामी भेट्नु। धुलो छ बिस्तारा जानु होला, हाम्रो त बाइक नाच्न थालो। बिस्तारा भन्दा भन्दै के गर्नु, दिदीहरूलाई गाह्रो छ। त्यसलाई चाहिँ देबाट त बफाल छ। ए राइडर हुनुहुँदो रहेछ, राम्रो चलाउनु हुनुहुँदो रहेछ भन्नु पर्ला जस्तो छ। बाइक नि कति बटार्छस् मलाई भन्ने बेला भइसक्यो बाइकले अब मलाई। सिक्दैछ स्कर्पियोहरू। न्युट्रलमा बसिन्छ बाइक पनि। बाटो चाहिँ राम्रो सबै सुँगुरमुख बनाएर हिँड्ने ठाउँको रहेछ बाटो है। रहेछ बाटो चाहिँ राम्रो हाम्रो। खोइ त दाइ त एकदम फरारी एक्सप्रेस हटिसक्नु भइरहेको छ। म चाहिँ दौडाउनु त्यति सक्दिनँ, बिस्तारो चलाउँछु। बाइकको चाहिँ हालत एकदम खतम भइसक्यो। अघि गएको बाटो हेर्दा त यो बाटो त हामी एकदम जस्तो नै छ लगभग है। यतिको धुलोलाई हामी धुलो मान्दैनौँ अब, किनभनेदेखि हामी योभन्दा ठुलो धुलोमा हिँडिसकेका छौँ अघि नै। र मलाई चाहिँ दार्जिलिङको फोन आएको छ यहाँ, तर बाइक चलाउँदा फोन उठाउनु हुँदैन। हामी चाहिँ नचलाइ हामी हिँड्छौँ है त। हेरिदिनु होला है त। अहिले चाहिँ पिच भइसकेको छ। पहिला म आउँदाखेरि चाहिँ यहाँ बाटो पुग्दैछु। भालेको टाउको च्याप्पसँग क्या मोहल्ला छेलछेलमा
पनि पुरानो हुँदैन माया जुनी जुनीलाई पनि नचिया अगाडि हेलो चिया बसाला त चिया पानी पानी चिया एउटा पानी एउटा चिया चिया बसाला माने दोकान आयो भागौँ 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 जस्तै पनि सर्छ हाम्रो भाइ ठाउँमा त होइन जस्तै पनि सर्छ कस्ता कस्ता ठाउँमा त पुरा ल्याइसक्यो ल अलि टाढो साइड ल यस्तो बाटो चाहिँ हाम्रो लागि नर्मल बाटो भइसक्यो अनि यस्तो बाटोमा यस्तो गर्दा यस्तो गरेर भन्दैले